तानन तमु मलाई छ्याजेलो ग एनी कोतानी तमुस्यो। आज चाहिँ म हजुरहरूलाई यस भिडियोमा हामीले नर्मली बोलिने कुनै शब्द अथवा वाक्यहरू चाहिँ गुरुङ ल्याङ्ग्वेजमा ट्रान्सलेट गरेर लिएर आएको छु। र सुरु गरौँ अब चाहिँ यहाँ बस भन्नेलाई चाहिँ हाम्रो गुरुङ ल्याङ्ग्वेजमा चाहिँ चुटिर भनेर भनिन्छ। चुर माने यहाँ, टिर माने बस भनेर भनिएको। यस्तै गरी तिम्रो घर कहाँ हो भन्नेलाई चाहिँ क्यों दि खनर व भनेर चाहिँ भनिन्छ। यो व च तोहरू चाहिँ हामीले बोलिने आफ्नो टुर अनुसार हो भने हाम्रोमा चाहिँ कि धीर खनर व भनिन्छ। कि भनेको तिम्रो, धीर भनेको चाहिँ खर, खनर व भनेको चाहिँ कहाँ हो भनेर चाहिँ भनिएको हो। र यसै गरी मलाई थाहा छैन भन्नेलाई चाहिँ मलाई थाहा आरे भनेर, र यसै गरी तिम्रो नाम के हो भनेर हामीले चाहिँ के भनिन्छ त भने किमी तो च व भनेर चाहिँ भनिन्छ। कि भनेको चाहिँ तिमी, मी भनेको चाहिँ नाम, तो च भनेको चाहिँ के हो त भनेर चाहिँ सोधिएको हो। यसै गरी सोल्टी यताउत भन्नेलाई चाहिँ ए गोलो चुर्खोदो भनेर भनिन्छ। गोलो भनेको चाहिँ सोल्टी, चुर्खोद भनेको चाहिँ यहाँ आउत भनेर भनिएको। यसै गरी म तिमीलाई माया गर्छुलाई चाहिँ ग किलाई बेलले माया लमो भनेर चाहिँ भनिन्छ। ग भनेको चाहिँ म, किलाई भनेको चाहिँ तिमीलाई, बेलले माया लम भनेको चाहिँ धेरै माया गर्छु भनेर चाहिँ भनिएको हो। र यसै गरी राम्रोसँग जाऊ है भन्नेलाई चाहिँ छेनले ह्याडो भनेर भनिन्छ। छेनले भनेको राम्रोसँग, ह्यारो भनेको चाहिँ जाऊ है भनेर चाहिँ भनिएको। र आजको भिडियोमा चाहिँ यति नै। र हजुरहरूले होप हजुरहरूले चाहिँ अझै धेरै माया सपोर्ट गरिदिनुहुनेछ। र म अन्य भिडियोमा पनि यसरी नै हजुरहरूले कसरी गुरुङ ल्याङ्ग्वेज चाहिँ सिक्न सक्नुहुनेछ भनेर चाहिँ नर्मली युज गरिने सेन्टेन्स वर्डहरू चाहिँ ट्रान्सलेट गरेर ल्याउने छु। आजको भिडियोमा चाहिँ यति। सबैजनाले लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई।